पानीको पाइप राख्नको लागि नाप्दैछौँ। रामेश्वर छ अगाडि नानगढ पाइप माप्दै हिँड्दैछ। तल मान्छे आइरहेछ उता पारी इन्जिनियरहरू। मुहानदेखि माथि गाउँसम्म ठुलो ट्याङ्कीसम्म नाप्दैछौँ। सिधै डाँडा डाँडै हामी चाहिँ अहिले वन सकेर रोड आइयो। रोडबाट मास्टर अर्का बारी बारी नाप्दैछौँ। बारी भत्किनु गयो। ल कति पुग्यो? पुगेन अझै? देउरालीको होइन हाम्रो गाउँ मात्र। त्यस्तै त्यस्तै यतापट्टि गैरी गाउँसम्म। एक दुई तिन चार भयो। 4 भयो। नयाँ ट्याङ्की उद्घाटन भइरहेको छ। अब ट्याङ्कीमा राखेर पानी खान पाउने भयो। मामा पाइएला कि नपाइएला? मजाले पाइन्छ। मजाले पाइन्छ हो। ट्याङ्ग्रो बजाएर हेऱ्यो त। तलतिर झरेको तलतिर। के हेरे ट्याङ्कीभित्र हाम्रो कान्छ काकाले। ओ माइ गड, कति हजार ट्याङ्की हो यो? 25,000 हो। 25,000 नयाँ गाउँ बगाउँछ होइन त? अब केही दिनमै नयाँ गाउँलाई बगाउने हो। पानी आएन भने अब बगाउनु। न भित्रै बसेन। दुइटै उखालिदिउँ दुइटै। धुरो नपस्छ भित्र। ल पानी आयो। ल अर्को ल। ल गएर त बगाउला है बगाउला। गाडीमा बस्नु।
ल पानी आयो ल त्यहाँ होडल भाइ ल ल ल पानी आयो पानी ल गोर्दाले बगाउनु भयो अब ओडालो भन्नै पुरै त्यो लेदो सेदो सब आउने तल खन्नु पर्ने थियो जस्तो तान्छ त्यो तान्छ अनि माछा रहेछ त्यो है बेलामा के रे जमी त नि